हेलो साथी, नमस्ते। सदा झै आज पनि म हजुरहरूलाई फोटोसप 7.0 भर्जनमा केही नयाँ टिप्स दिन गइरहेको छु। आज चाहिँ म तपाईहरुलाई कसरी डिजाइन गर्ने, कसरी चाहिँ हामीले चाहिँ फोटोमा लगाइएको लुगा कलर, लुगाको डिजाइन चाहिँ कसरी परिवर्तन गर्ने भन्ने कुरा सिकाइरहेको छु। पहिला चाहिँ हामीले फोटोसप 7.0 भर्जनलाई ओपन गर्नुपर्छ र हामीले चाहिँ फोटोसपमा हामीले चेन्ज गर्नुपर्ने ड्रेस लाई ल्याउने र सँगसँगै कुन डिजाइन लगाउने त्यो डिजाइनलाई पनि हामीले सिलेक्ट गरेर ल्याउनु पर्छ र यो डिजाइनलाई हामीले सिलेक्ट गर्दा यसरी कन्ट्रोल टी गरेर यसको साइजलाई हामीले ठ्याक्क यो अनुसार चाहिँ लुगा कति छ यो बाबुको त्यही अनुसार चाहिँ हामीले मिलाउनु पर्ने हुन्छ र यति गरिसकेपछि हामीले यो अगाडिको फोटोलाई चाहिँ लुकाउनु पर्ने हुन्छ। लुकाइसकेपछि म्याजिक वान टुल चाहिँ हामीले ब्याकग्राउन्ड नै सिलेक्ट गरेर म्याजिक वान टुल चाहिँ चलाउनु पर्छ, जसमा शिफ्टको प्रयोग गरिन्छ। शिफ्ट थिचेर हामीले चाहिँ यो फोटोलाई मजाले यो लुगालाई चाहिँ यसरी सिलेक्ट गरिदिनु पर्छ र सिलेक्ट भइसकेपछि हामीले कन्ट्रोल जे बटनलाई प्रेस गरेर हामीले चाहिँ फिल्टरको ब्लरमा जुन चाहिँ हाम्रो यहाँनिर हामी देखिरहेछौँ गसेन ब्लर भन्ने छ, जसलाई चाहिँ 4.5 मा चाहिँ पिक्सलमा चाहिँ हामीले राखेर ओके गर्नुपर्छ र राखिसकेपछि कन्ट्रोलसँग हामीले चाहिँ जी प्रेस गरेर यसलाई ग्रुप गर्ने। ग्रुप गरिसकेपछि फाइलमा गएर यसलाई सेभ एजमा एउटा नाम राखेर, जस्तै हामीले चाहिँ रुपा भनेर चाहिँ पीएचडी फाइलमा हामीले सेभ गर्दैछौँ। सेभ गरिसकेपछि अब हामीले दुईचोटि कन्ट्रोल अल्ट जेड थिच्ने, दुईचोटि हामीले कन्ट्रोल अल्ट जेड गरेर यसलाई पहिलेकै अवस्थामा ल्याउने र ल्याइसकेपछि लेयर 1 लाई हामी सिलेक्ट गर्छौं। सिलेक्ट गरेर फेरि कन्ट्रोलसँग जी प्रेस गर्छौं। कन्ट्रोलसँग जी प्रेस गरिसकेपछि हाम्रो यहाँनिर चाहिँ फोटो मा भएको जुन ड्रेसअप छ त्यो ड्रेसअपमा हाम्रो चाहिँ डिजाइन बसिसकेको छ र त्यो डिजाइन बसिसकेपछि हामी फेरि फिल्टरमा जान्छौं। फिल्टरमा गएर चाहिँ हामीले डिस्टोर्टमा हाम्रो चाहिँ डिस्प्लेज हाम्रो चाहिँ 50% र अर्कोमा पनि 50% राखेर ओके गर्छौं र जुन हामीले चाहिँ पीएचडी फाइल सेभ गरेको त्यो फाइल सिलेक्ट गरेर ओके गरिदिन्छौं। यति गरिसकेपछि अब हामी चाहिँ यहाँनिर देखिरहेछौं, हामीले हैन देखिरहनु भएको छ लेयरमा भएको नर्मललाई चाहिँ हामीले चाहिँ फेरि मल्टिप्लाई गर्ने र मल्टिप्लाई गरिसकेपछि यहाँ हाम्रो एड अ लेयर स्टाइल भन्नेमा यहाँ चाहिँ हाम्रो यो बेन्डिङ अप्सन भन्ने छ। यो बेन्डिङ अप्सनलाई चाहिँ यहाँ मुनिपट्टि हाम्रो अन्डर लेयर्सलाई चाहिँ अल्ट थिचेर थोरै कम गर्ने। कम गरिसकेपछि हामीलाई कति ठीक लाग्छ है र हामीले चाहिँ यसलाई ओके गरिसकेपछि हाम्रो डिजाइन रेडी हुन्छ। हस्त, धन्यवाद।